सो हेलो एभ्रिवान, वेलकम टु मिस्टर ब्लगमा स्वागत छ। तपाईँलाई के छ अनि सन्चै होला भन्ने आशा गर्दछु। आज मेरो पैसाको ड्युटी छैन। के छ ठिक छ नि? आज मौसम खतरै भइरहेको छ कि पानी परेको भइरहेको छ होइन? तपाईँहरूको ठाउँतिर परेको छ कि छैन पानी? हाम्रो गाउँमा परेको छ बिहानदेखि। अहिले कति बज्यो? आज पानी परेको भइरहेछ न साथीहरू। बिहानदेखि परेको छ। 10 बजिसक्यो होइन? बिहानदेखि परेको आज मेरो पसलको ड्युटी हो। यसरी बसिरहेको छ। सामान भने के छैन खै। अहिले सकिसक्यो। अब गाडी बोलाउनु पर्छ सामान लिनलाई। पानी परेको भइसक्यो। थोरै छ, खासै धेरै ठुलो छैन। झारी ट्यापले परिरहेको छ कि पानीहरू। अनि गाइस, तपाईँहरूको ठाउँमा परेको छ कि छैन कमेन्ट गर्नु होला। सिङ्गलले हिउँ पर्न लाग्यो होला कि सायद हाम्रो माथि 7 हिमालमा हिउँ पर्न लाग्यो होला। त्यही भएर पानी परेको छ। अब सेलहरू त सबै छारिछ सेलहरू त केही छैन। चक्लेट खानु भयो। चक्लेटहरू व्यस्तहरू छ। पहिलो पुरानो चक्लेटहरू खाने हो त गाइस। खाने हो चक्लेट खाने हो र के कस्तो र खाने हो र? यता हल्स छ, सेनरफुस, ललिपप। के खाने हो र साथीहरू? आज तो बहुत ही ठंड हो रहा है हमारा गाँव में। इतना ज़्यादा ठंड हो रहा है, चारों होता है। समझ भी नहीं पाया, हमसे समझ भी नहीं आया है। इतना ठंडा हो गया, कुछ समझ नहीं आया है मुझे। आप लोग को समझ आया क्या? क्यों रहा? हेलो साथीहरू, पानी परेको छ हाम्रो गाउँमा चाहिँ। बिहानदेखि यस्तो भइरहेको छ। पसलहरू यस्तो थुत्रो मेरो दाइले बनाएको पेन्टिङहरू हो। सङ्गीहरू लामाहरूको ड्राइगन टोइलेट क्यारम बोर्ड चलेकै छैन अहिले होइन? यस्तै सबै हिउँ परेको हो हिमालमा। परे जस्तो छ यार, हिमालमा हिउँ परे जस्तो छ। त्यही भएर आज चारो भएर छ कि पानी पनि परिरहेको छ कि बिहानदेखि। पानी परेको छ। अनि छ कुखुराहरू त पानीले बिगाउँछ र फुलभित्र बसिरहेको रहेछ कुखुराहरू त।